सो गाइज आज चाहिँ म जाँदैछु। अस्ति मैले भनेको थिएँ कि एउटा सानो गाउँ छ यहाँ नजिकै, एकदम राम्रो छ, एकदम बवाल छ क्या त्यो गाउँ होइन। मलाई पर्सनल्ली एकदमै मनपर्छ त्यो गाउँ चाहिँ। अनि धेरै टाढो छैन यहाँबाट, लगभग 2 मिनट जाने पुग्छ त्यो गाउँमा। अनि अस्ति चाहिँ मैले भ्याएको थिइनँ पानी परेर। अनि हिजो चाहिँ म बजार गएको थिएँ चामल थिएन रुममा, अनि चामल लिनलाई। अनि अहिले चाहिँ आज छुट्टीको दिन आइतबार, आज चाहिँ मसँग दिनभरिको टाइम छ। अनि अहिले दिउँसो लगभग 1 बजिसक्यो। घाम टेम्परेचर छ 31 डिग्री, हावा खासै चल्या छैन। अनि जाउँ है त। म पनि आएदेखि एकचोटि मात्र गएको छु है त्यो ठाउँ चाहिँ। क्यामेरा अलिअलि हल्ले होला, क्यामेरा हल्लिँदो रहेछ। मैले हिजो थाहा पाएको यस्तो अलिकति अगाडिबाट चाहिँ बाटो पिच छ। म यता माथि शीतलमा आएको थिएँ एकछिन, गर्मी धेरै छ, घाममा हिँड्नै सक्दैन क्या। त्यो गाउँको अगाडिबाट रोडै छैन क्या, त्यहाँबाट घुमेर फेरि फर्केरै आउनुपर्छ। क्यामेराको एङ्गल अलिक घोस्रो हुँदो रहेछ। थोरै अगाडिबाट देख्छ राम्रो, हावा अगाडिबाट आएछ। अनि आवाज पनि त्यति राम्रो छ रेकर्ड भएको छैन होला। हिजोको भ्लगमा त म खासै बोल्दैन धेरै, किनकि उकालो ओह्रालो थियो। अनि चामल 15 किलो, अनि म 85 किलो गरेर 100 किलो बोकेर आउँदा चाहिँ गाह्रो हुँदो रहेछ। त्यही भएर खासै धेरै बोल्नै पाएन। अलिअलि लाज लाग्दो रहेछ। गाउँ सुरु भइसक्यो। फेरि घोस अघि एउटा मान्छे भेट्दा थियो, मेरो घर 300वटा बोतल छ भन्दै थियो। म त गएन। यहाँ घरहरू पनि बन्दैछ है, धेरै घरहरू बनिसकेको छैन, कुनै बन्दैछ कुनै बनिसकेको छैन। अहिले आउँदा त मलाई गाह्रो हुन्छ जस्तो छ। उकालो रहेछ। पहिला आउँदा त राम्रो लाग्यो, राम्रै छ। साइडमा हेर्नु घरहरू छोटो कस्तो मिले है, सुनसान एकदम एकान्तमा बनाएको कि यो गाउँ चाहिँ डाँडामा। अनि अगाडि बास्केटबल, फुटबल त्यो हेर्ने छ। धेरै घरहरू चाहिँ अझै बन्नै बाँकी छ। अब अगाडिबाट देख्छ भ्यू त।
गर्मी छ सब मान्छेहरू भित्र घरभित्रै बसिरहन् अन्तिम रोड भनेकै यहीँसम्म मात्र यहाँबाट अगाडि रोडै छैन यहाँबाट अगाडि रोडै छैन यहीँसम्म मात्र पारी पनि गाउँदैछ यो चाहिँ हल्का टापु जस्तोमा यस्तै डाँडोमा बसेको गाउँ हो चाहिँ फर्किम है त अगाडि अम्बेसको घर यो गेस्ट हाउस हो जस्तो लाग्यो जाँदाखेरि त के हेर्ने हो यति नै थियो गाइज आजको लागि पसिनै पसिना भएर आश्चर्यको घाम छ नि त अब बेलुका जिम जाँदाखेरि भेट्नुपर्छ कि त यो ब्लग यहीँ सकिन्छ कि बेलुका जिम जाँदा पनि आउँछ होइन आज मैले जिम जाने आउँदाखेरि रात पर्छ त्यहाँ मैले खासै बेलुका ब्लग बनाउनु पाएन बाई बाई गाइज आजलाई यति नै